र आज फेरि हामीले तपाईहरुलाई यो मिरिकको सहमेन्दु झिलको किनारबाट यो अर्को भिडियो लिएर आएका छौं र यहाँ चाहिँ विशेष गरी तपाईहरुले हिजो डंगुर फोहोरहरु देखिराख्नु भएको थियो भने आज त्यो फोहोरहरु मिरिक नगरपालिकाको सक्रियतामा अनि जति पनि नगरपालिकासित आबद्ध रहेको सफाई कर्मीहरुको अग्रसरतामा अनि यहाँका स्थानीय पसलेहरु जो छ उहाँहरुले पनि अग्रसरता देखाउँदै यो जति पनि भेकमा रहेको यो भागमा रहेको फोहोरहरु सफा गरेको छ र आज बिहानैदेखि उहाँहरु लागि परेर यहाँ जति पनि जमेका प्लास्टिक जन्य पदार्थहरु अनि सँगसँगै मरेका माछाहरुलाई उठाएर व्यवस्थापन गरिएको छ र यस सम्बन्धमा हामीले केही सफाई कर्मीहरुसँग बात गरेका छौं, केही पसलेहरुसँग पनि बात गरेका छौं। त्यो बात गरेको भिजुअल्स अब हामी तपाईहरु समक्ष राख्ने छौं, तर त्यो भन्दा अगाडि संक्षिप्तमा हामी के भन्न चाहन्छौं भने यो झिल सफा गर्ने दायित्व केवल प्रशासनिक निकायहरुको सरकारी निकायहरुको मात्र नरहेर एउटा सजग अनि सचेत नागरिक मिरिकवासीको पनि रहेको ठहर गर्न सकिन्छ, किनभने यो झिलको कारणले नै पर्यटकहरु यहाँ व्यापक रूपमा आउने गरेको छ अनि यदि पर्यटकहरु आएको खण्डमा नै यहाँ होटल व्यवसायीदेखि लिएर अन्य टुरिज्मसित रिलेटेड सरकारवालाहरुको जति पनि उहाँहरुले आफ्नो व्यापार व्यवसाय अघि बढाउने गरेको छ। त्यसर्थ अबको समयमा हामी त्यही सफाई कर्मी सँगसँगै यहाँका पसलेहरुसँग जसले चाहिँ यो झिल सफा गर्नमा अहम भूमिका निर्वाह गरे उहाँहरुसितको बातचित अबको पालोमा। मेरो नाम बिर्सिका तामाङ हो र म निज वार्ड नम्बर 1 बाट आएको हो है। र आज चाहिँ यहाँनिर हामीले चाहिँ सानो दोकान गर्दै थियौँ हैन फुलको, र यहाँ आज चाहिँ झिल सफा गर्नु भनेर है भनेको थियो र हामी चाहिँ आज बिहानै आएर सफा गरेको थियौँ। तपाईहरु चाहिँ मिलेर दुईजना भएर गरेको। के सफा गर्नु भएको थियो? यहाँ हामीले सबै यो फाँडफुँड गरेर है सिक्कलहरु लिएर आफूले फाँडफुँड गरेर र यहाँ चाहिँ अब दाजुहरु पसेर उगाएर यो मैला है प्लास्टिकहरुले चाहिँ एकदम मैला देखेर चाहिँ निकाल्नु भयो र यो झ्यारले भन्दा पनि यो प्लास्टिकहरु अब है खाएको फ्याँकेकोले चाहिँ यो निकाल्यो भने चाहिँ अलिक क्लिन हुँदो रहेछ भनेर हामीलाई है अनुभव भयो। हजुर सफाई चाहिँ हजुर बिहान हामी 9 बजे आएको है, 8 बजेदेखि भन्नुभएको थियो है र हामीले चाहिँ 9 बजे आएर सफा गऱ्यौँ। टाढो भएर चाहिँ हामी पानीले गर्दा रोकेर चाहिँ 9 बजेदेखि चाहिँ हामीले 10:30 सम्म चाहिँ गऱ्यौँ। यहाँ सरसफाइ गर्दैछौँ हामी यो बन्धुबाट चाहिँ हामी बन्धु कर्मचारी मिरिक नगरपालिका अन्त हाम्रो यो दोकानेहरू पनि छेउछेउ सबैले सहायता गरिरहेको छ। हामी बन्धु चाहिँ कतिजना छौँ है? हामी 1 नम्बर वार्डको 3 जना मात्रै छौँ। सबैजना 9 वार्डको चाहिँ अब कतिजना छ त्यो चाहिँ त्यति थाहा भएन हौ, कतिजना छ। यसै 3 जना 4 जना होला हौ। हामी अब अरू बेला यो मैलाको गाडीमा मैलाहरू उठाउने गर्छौँ गाउँको। कति बेलादेखि सुरु गर्ने? ए भाइ बन्धुहरू कति